विश्रामपछि पुनः स्वागत छ कार्यक्रम परिवेशमा। र दर्शकवृन्द, आज हामीसँग हुनुहुन्छ विश्वप्रकाश खतिवडा, जसले चाहिँ गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा 4 सेकेन्डमा 225 वटा शब्दहरू, अब्जेक्ट्सहरू याद राखेर वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल हुनुभएको छ। र विश्वप्रकाशजी, यहाँलाई पुनः पनि कार्यक्रममा स्वागत छ। यो हाम्रो जुन यहाँले एउटा अब्जेक्टलाई याद गरेर वर्ल्ड रेकर्डमा नाम राख्नु भएको छ, यहाँको मेमोरी पावरलाई चाहिँ अझ युटिलाइज गरेर अन्य कुनै क्षेत्रमा एउटा राम्रो काममा युटिलाइज गर्न सकिन्छ होला? यसलाई सकिन्छ, अरू क्षेत्रतिर पनि सकिन्छ। सक्न त कस्तो हुन्छ नि, यसमा अब्जेक्टहरू मात्र मेमोराइज गर्ने पनि होइन, म टेलिफोन नम्बरहरू पनि मजाले नि मेमोराइज पनि गर्न सक्छु। साथै कस्तो हुन्छ नि, यसमा एउटा चाहिँ सामान्य 200-300 पेजको चाहिँ किताब भने म 4-5 दिनमा सबै नै रट्न सक्छु। यसमा अब धेरै क्षेत्रमा पनि लगाउन सकिन्छ। यो चाहिँ जस्तो हाम्रो चन्द्रबहादुर डाँडी जुन हुनुहुन्थ्यो होइन, वर्ल्ड रेकर्ड राख्नुभयो उहाँले पनि। उहाँको लागि वर्ल्ड रेकर्ड हुँदा उहाँ होजो हुनुहुन्थ्यो नेपालकै, त्यही पनि उहाँको नाम दर्ता गर्न पनि धेरै गाह्रो भयो। यहाँले आफ्नो कुरा पनि सुनाउनु भयो, यहाँको नाम गर्न पनि धेरै गाह्रो भयो। अब त यहाँको नाम दर्ता हुने फाइनलै भइसक्यो, भइ नै सक्यो भन्दा पनि हुन्छ। अब यहाँले चाहिँ कसरी, यहाँलाई कोबाट हेल्प भयो, कसरी अब चाहिँ जुन सुरुमा भएको थियो फेल भएर फर्किसके पछाडि, त्यस पछाडि यहाँलाई कसले साथ दियो र अहिलेसम्म यहाँ कसरी भयो? यस्तो छ, मलाई साथ दिने त धेरै नै हुनुहुन्छ। फर्स्ट अफ अल त म मिडियाकर्मीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूले मेरो लागि धेरै नै सपोर्ट गर्नुभयो, पत्रकार साथीहरूले। साथै मलाई यसमा चाहिँ धेरै सहयोग गर्ने चाहिँ कौशल निरोला हुनुहुन्छ, यहाँको स्थानीय पत्रकार हुनुहुन्छ। साथै शङ्कर खरेल हुनुहुन्छ, ऋषि धमला, सन्तोष निरोला हुनुहुन्छ। मेरो साथीहरू पनि धेरै हुन्छ र फ्यामिलीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, जसले चाहिँ मलाई अहिलेसम्म यहाँसम्म आउनको निमित्त चाहिँ धेरै नै दुःख कष्ट पनि उहाँहरूले पनि झेल्नु भयो। मलाई अहिलेसम्म सपोर्ट गरी म जतिचोटि म फेल हुन्छु त्यो कुरामा उहाँहरूले मलाई सपोर्ट गर्दै जानुभयो, हौसला दिँदै जानुभयो र म अहिले यो ठाउँसम्म आइपुग्न सफल भएँ। परिवार र सोसाइटीको हेल्प त छ भन्नुभयो, त्यही पनि नेसनल लेभलबाट होइन एउटा गिनिज बुकमा नाम लेखाउन जुन प्रोसेस थालिन्छ, त्यसदेखि पछाडि र लेखाइसके पछाडि एउटा त्यो व्यक्तिलाई राष्ट्रले गर्नुपर्ने भूमिका चाहिँ कस्तो देख्नुहुन्छ यहाँ? यस्तो हुन्छ, यसलाई रेकर्ड भइसकेपछि भन्दाखेरि पनि उसलाई रेकर्ड गराउन चाहिँ मद्दत गर्नु चाहिँ म महत्त्वपूर्ण कुरा ठान्दछु। किनभने जब उसलाई प्रतिभा भएर पनि उसले बाटो देखिरहेको हुँदैन, उसलाई आर्थिक रूपमा असक्षम पनि हुनसक्छ, किनभने यसमा त आर्थिक रूपमा पनि यसमा जोडिँदो रहेछ, आर्थिक क्षेत्र पनि जोडिँदो रहेछ। जब त ल मैले त अलिकति म केही सक्ने थिएँ होला, मैले कसरी गरेँ, दुःख गरेँ, कताबाट केही गरेर मैले त गरेँ। जो आर्थिक रूपमा पनि अलिक विपन्न हुन्छन् उनीहरूसँग पनि यस्ता प्रतिभा हुन सक्छन्। प्रतिभाहरू भनेको गाउँभित्र पनि लुकेर रहेका हुन सक्छन्। यसमा गभर्मेन्टले पनि अलिकति केही चासो दिनु पर्यो, मिडियाकर्मीहरूले पनि त्यस्ता प्रतिभा छन् भने अलिकति पर्दा अगाडि चाहिँ ल्याउन सहयोग गर्नु पर्यो। प्लस गभर्मेन्टले म त्यही भन्छु, उनीहरूलाई वर्ल्ड रेकर्डसम्म कसरी गराउने, गभर्मेन्टले चाहिँ अब उनीहरूको प्रोग्रामहरू गरिदिनु पर्यो। उहाँसम्म चाहिँ गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयसम्म चाहिँ उनीहरूको पनि यस्तो किसिमको प्रतिभा भएको मान्छे छ है भनेर चाहिँ पुर्याउनु पर्यो। म चाहिँ त्यति मात्र आश गर्छु। त्यो पछि त उनीहरूले नगर्दाखेरि पनि खासै फरक नपर्ला जस्तो लाग्छ मलाई। आर्थिक रूपमा चाहिँ कसरी रिलेटेड हुँदो रहेछ त? रिलेटेड हुन्छ, यसमा आर्थिक रूपले कसरी हुन्छ भने अब तपाईँको वहाँनेरि डकुमेन्टहरू पनि पठाउनु पर्ने हुन्छ। तपाईँको कस्टली त मेन खास भनेको कस्तो भनेदेखि प्रोग्राम चाहिँ गर्नु पर्यो। त्यसको लागि अब प्रोग्राम गर्नलाई उसले नै के भन्छ भनेदेखि अब प्रोग्राम गर्दा लाइभ गर्ने उहाँबाट मान्छे नै बोलाउने हो त तपाईँको 40-50 लाखै लाग्दो रहेछ। अब होइन, उहाँबाट मान्छे बोलाउने होइन, यहीँबाट कार्यक्रम गरेर मात्रै पठाउने हो भने पनि लगभग उसको 3-4 लाख रुपियाँ त लाग्ने रहेछ उसलाई। अब तपाईँको मुभी खिच्ने क्यामेराको अघि मैले जुन कुरा गरेँ त्यो क्यामेराहरू ल्याउनु पर्यो। तपाईँको अब त्यसमा अब प्रोग्राम गर्ने अब 200 कम्तीमा पनि 100-200 जना मान्छे होस् भन्छ उसले। अब त्यति मान्छेहरू पनि बोलाउनु पर्यो। अब प्रोग्राम गर्नलाई उसले के भन्छ भनेदेखि एउटा अब उनीहरूले उहाँ कुन हिसाबले सोध्छ, अब यहाँनिर गर्दाखेरि चाहिँ उसले के भन्छ नि, सबभन्दा राम्रो जसरी बेटर गर्न सक्छ त्यही अनुसारको चाहिँ प्रोग्राम यहाँ पनि राम्रो हुन्छ है भन्ने तरिकाले उसले पठाउँछ क्या। अब यसमा चाहिँ जुन डकुमेन्ट्सहरू पठाउने कुराहरू भयो, पर्सनली पनि उसले जस्तो उसँग अब एउटा राम्रो इन्टरनेट फेसिलिटी छ, किनभने नेटबाटै पठाउन सकिन्छ, इन्टरनेट फेसिलिटी छ भने उसले त्यो
त्यति मात्रै गरेर पठाउन सक्छ कि उसलाई सोसाइटीको भरपुर सहयोग चाहिन्छ, एउटा ग्रुप गरेर पठाउने हो कि कस्तो? त्यसरी पर्सनली त पठाउन पाइँदैन। यसमा कस्तो हुन्छ नि, हो नेटको त अब नेटबाट पनि गर्ने भनेको काम चाहिँ कति रहेछ भन्दाखेरि त्यहाँबाट फर्महरू भर्ने, उसँग डेटहरू लिने, त्यो आफ्नो आफ्नो प्रोग्रामको बारेमा उसँग रुल्सहरू कस्तो छ उसले सबै प्रोभाइड गरिहाल्छ हामीलाई। खास चाहिँ कस्तो पठाउँदाखेरि चाहिँ हामीले डकुमेन्ट कुरियर गरेर नै पठाउनुपर्छ, किनभने हामीले जुन खिचेको लाइभ खिचेको हुन्छ त्यसको त्यो क्यासेटहरू, अब त्यो फोटो खिच्ने हाई क्वालिटीको एचडी क्यामेराबाट हुन्छ, त्यसबाट खिचेको फोटोहरू पठाउनु पर्ने हुन्छ, त्यो नेटबाट मिल्दो रहेनछ। त्यो चाहिँ उसलाई सिडिजहरू नै पठाउनु पर्ने रहेछ। अनि प्लस भेरिफाई गर्नुपर्छ यहाँबाट यो प्रोग्राम चाहिँ प्रोग्राम गरेको साँचो हो र यो कुरा जति गऱ्यो यो चाहिँ सही कुरा हो भनेर चाहिँ यहाँको वरिष्ठ एकजना पत्रकार, नेपाल गभर्मेन्टको चाहिँ कुनै एउटा पद धारण गरेको एउटा व्यक्ति, नर्मली तपाईँको कुनै एउटा डिस्ट्रिक्ट लेभलमा चाहिँ प्रोग्राम गर्दाखेरि त्यहाँको सिडिओ मात्र भए पनि पुग्ने रहेछ, त्योभन्दा तलको चाहिँ हुँदो रहेनछ। अब सिडिओ भयो भने त्यो प्रोग्राम हुँदो रहेछ, उसले भेरिफाई गर्यो भने हुँदो रहेछ। अब हामीले चाहिँ माथि नै काठमाडौँमै गरेकाले त्यो दिन चाहिँ हामीले शिक्षा मन्त्रीहरू सबैलाई बोलाएको थियो, क्याबिनेटको बैठक त्यतिखेर पर्दैछ र उहाँहरू चाहिँ आउनु भएन र सचिवहरू 7-8 जना सचिवहरू आउनुभएको थियो, सचिवज्यूहरू आउनुभएको थियो। उहाँहरूले नि भेरिफाई गरेर पठाउनु पर्ने रहेछ। पठाउँदाखेरि चाहिँ अब सोसाइटीको पनि 1-2 जना मान्छेले भेरिफाई गर्दाखेरि सबभन्दा बेटर, किनभने जतिले भेरिफाई गर्यो त्यो चाहिँ त्यति नै उहाँनिर चाहिँ उनीहरूले मान्यता त्यसलाई दिँदो रहेछ। अब यति धेरै समस्याहरूबाट पनि यहाँ एउटा नाम राख्न सफल हुनुभयो।